के को हुँ हो भित्र जानु पर्दैन आज बाबाले लास्टी निन्द्रा लागेको छ हो निन्द्रा लाग्छ अरे रातभरि सुतेन के रे रातभरि सुतेन रातभरि त बुढीले सुत्न दिनु पर्यो नि मोरा के भन्छ घुर्छ नि त बुढी घुरे घुरे गर्छ कहाँ सुत्ने हो कहाँ त्यस्तो भन्ने हुन्छ पर्फर्म गर्ने बेला भइसक्यो भिजानु को छ भित्र आज त खबु आएको छ नि खबु छ रे खबु आगा आएको छ कति लाखा भोट हालेर आएछ के को भोट हाल्ने हो गेस्ट बनेर आछ गेस्ट रे हो नि खबु गेस्ट हो खबु त गेस्ट हो गेस्ट हो वर्षको एकचोटि देखिनलाई गेस्ट त भनिन्छ नि किन आएछ नि त उनी फिल्म खेलेर आएको नि फिल्म खेलेर हो कसको पैसा चुना लागेछ फेरि कुन फिल्म खेलेछ मोरोले नाइ नभन्नु ल नाइ नभन्नु ल उसलाई त नाइ भन्नु पर्ने हो प्रोड्युसरले किन भनेन अर्का को छ लो अर्को त आचल शर्मा आउनु भएको छ नि ए आचल आछे झुकी झुकी मोरी झुकी के को झुकिने हो आइसक्नु भयो सुवेदीको सो भनेर भण्डारीको सोमा आइगयो हो झुकी झुकी मोरी आयो झुकी अर्को को छ अर्को त आशीर्वाद छ बाबा तेरो बाउलाई दिन्छ आशीर्वाद बाबालाई आशीर्वाद दिन्छ तँलाई मारेर गाडेर हे फाल्छौँ ठुलो कुरा गर्छस् ओए को हो त्यहाँ स्टेज पछाडि झगडा गर्ने म आऊ शान्ति 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 नै परम सुख हो हिंसा नगरौँ हिंसाबाट टाढा रहौँ हन ओके नो पार्किङ डेलिभरी सर्भिस 24 आवर नमस्कार बाबा आज त साह्रै खुसी हुँदै आउनुभयो त हौ खुसी हुनु पनि कुरै छ भण्डारी के कुरा हौ बाटोमा आएको मोबाइल पायो क्या बाबाले कसरी हौ अब बाटोमा आइरहेको थिएँ एउटा केटी चोर चोर भन्दै चिच्याउँदै रहेछ एकछिन त बाबाले इग्नोर गर्यो फेरि एकछिनमा चोर चोर भन्दै रहेछ अब यस्तो रिक्वेस्ट गरेपछि एउटा मोबाइल त चोरौँ न भन्ने जस्तो लाग्यो नि त बाबाले एउटा मोबाइल टिपेर हिँडे के भन्छ थाहा छ के अर्को नि चोर भन्छ अब एउटा मोबाइलले पुग्छ भने अर्को मोबाइल चाहिँदैन भनेर आएँ मैले त बाबा मोबाइल चोर्दै आयो नि ए तिमीले चाहिँ फिल्म चोर्नु हुने हामी मोबाइल चोर्नु नहुने एउटै जोक 3 वर्षदेखि भने गर्छ अनि एउटा फिल्म त चोरा छ अहिले तिम्रो कतिवटा चोरा छ चोर्यो भने तिमीले एउटा फिल्म एउटा जाबो फिल्म बनाएको त हो मैले एउटा त्यही फिल्म मैले 3 जोडी युट्युबमा हेरिसकेँ त्यही पनि तिमीले कुरा गर्ने भण्डारीमा किन हौ नेभर किन त यस्ता राम्रा राम्रा मान्छे सरी खबर तिमीलाई गर्ने मान्छे आएछ तिमीसँग कुरा गरेर बस्छु म ल त उतै गर्नु आचल शर्मा हुँदा तिमीसँग कुरा गर्छु आचल शर्मा हुँदा उसँग कुरा गर्नु भनेको त बाटोमा 1000 रुपियाँ देख्दा 2 रुपियाँ नोट उठाउनु जस्तै हो तर म आचल जिरो उहाँ भन्दा सुरुमा मेरो पुरानो साथी जस्तो लाग्ने मान्छेसँग कुरा गर्छु जस्तो लाग्नेसँग कहिले तिमीले माथि बस्नु जासो मलाई म तलै बस्छु अवकाशमा बस्नु पर्यो हजुर आराम हुनुहुन्छ आराम हुनुहुन्छ एकदम आराम त हुनै पर्यो नि कामसाम गरेको छु नि अरू के छ के काम गरे थाक्नु त उ त मलाई त खबर आयो कि किन देखेँ कि मलाई त नाग पञ्चमी जस्तो लाग्छ यार किन हौ वर्षमा एकचोटि देखिन्छ अनि खाबु मेरो काम देखिँदैन मेरो काम देखिँदैन अब देखिँदैछ हजुर हजुर तपाईहरु जसो अब अगाडि एडभान्स 50,000 लिएर काम गर्ने होइन काम आएपछि पैसा ल्याउने हो गरे गेडोले तर हैन एउटा कुरा चाहिँ मैले भण्डारीले तपाईलाई राखौं भनेको हो भण्डारीले नमाने हो नि हो त भण्डारी हो त भण्डारी खबरलाई राखौं भनेको ए के राख्ने भोटिङ हुन्न उलाई राखेर फाइदै छैन यस्तो सत्य कुरा नगरे भण्डारी मलाई रिस उठ्छ है तर तपाईँ यो सोमा भएको भए त आहा भण्डारी के हुन्थ्यो बवाल हुन्थ्यो नि के त उहाँ हाम्रो सोमा भएको भए कमसेकम टाइममा च्यादा खान पाउँदा हामीले यार सुमन कोइरालाले यस्तो भन्दै थियो मेरो जोक होइन यो मेरो जोक सुमन कोइरालाले भन्थे के उनले रिस नि त तपाईसँग हारेको बिचरा हैन उलाई रिस छ के बिचरा उहाँले चाहिँ भोट हाल्नु भएछ उसको त भोटको पैसा आफैले खाएर मरेछ नि त केटोले हुन त त्यो 25,000 को भोट हाल्ने के गर्थ्यो उसले हैन तपाईँ गएर यसो रिसर्च गर्नु पर्यो भने सोचे मैले हजुर अनि गुगलमा हु इज खबबु चञ्चल मगर भने लेखेँ हजुर तँलाई टप 5 मा आउट हुने भने पो देखाउँछ गुगलमा मलाई एउटा कुरा चाहिँ पत्ता लाग्यो भण्डारी मैले चञ्चलको बारे
ऊ त खतरा पौडी खेल्ने मान्छे रहेछ नि त कसरी हौ त्यत्रो कमेडी हब्दु त टोइलेट निक्लेछ केटो टाइटानिक पनि थियो क्या मोरा किन हौ अनि कसरी डुबे त टाइटानिक सब भयो काम गरेछ बाबु हजुर के थियो अरे हालखबर यार सबै ठिकै छ अब 10-15 वटा फिल्म खेल्दैछु ए खेल्दैछौ भनेर धेरै गाउँ सिडीहरूसँग खेल्न पाउँदै आउँछ नि ठिकै तर एउटा कुरा है खबु र म च्याम्पियनमा सिजन 1 मा सँगै थियौँ नि त मैले उसलाई सिजन 1 मा देख्दा नर्साउनु खबु मलाई यो मान्छेले नि कमेडीले गर्छ र भन्ने शङ्का लागेको थियो कि तर खबु मैले तिम्रो फाइनलमा पर्फर्मेन्स हेरेपछि मेरो सोच परिवर्तन भयो ल हो र हो त के भयो त विश्वास गर्ने मान्छेलाई शङ्का गरेर बसेर छु मैले तर खबु खतरा मान्छे यार भण्डारी है टप 20 बाट आउट भएको मान्छे सिधै टप 3 मा पुगे नि है यसबाट हामीले के सिक्नुहुन्छ थाहा छ के यदि तपाईसँग लगन विश्वास मेहनत गरेर के हुन भोटिङ लागि पैसा चाहिन्छ भने सिक्यो ठिक छ खबुले जितेन नि त सिजन 1 मान्छेले धाँधली गरे भण्डारीले पैसामा ढाडली गर्यो भन्यो है गरे हो यो मान्छेले म कसम अहिले भन्नु यो मान्छेले पैसामा ढाडली गरे हो के पैसालाई ढाडली नगरे भए तिमी टप फिल्ममा नपर्ने ठिकै छ म त मार्छु यो भएर म त डर लाग्छ एनीवे खबु मार्दैन तपाईँ त युके पनि पुगेर आउनु भयो है एकदम ठिक तपाईँ त लगै भिसामा गयो भने सुनाएको थिएँ नि मैले भिजिट भिसामा भिसामा जानुभयो हजुर लगेज भिजामा चाहिँ किन हौ यत्रो छ सुटकेसमा राखेर लिएर गयो कि भनेर कि अनि युके गएर आउनु भयो है हजुर उतै बसे भए हुन्थ्यो नि किन नेपाल फर्किनु भयो कि तपाईँ चाहिँ त्यहाँ नमिल्दो रहेछ नमिल्दो रहेछ किन मिल्ने भए तपाईँलाई पनि बोलाउँथ्यो मिल्दैन मिल्दैन उतै बसेर पनि खैरे हँसा भए हुन्थ्यो नि त खबरले अब बुझ्छ अब खैरेले इङ्ग्लिस अब नेपालीमा बुझेर नि कुन चाहिँ हाँसेर उसो जग्गा त्यही पनि ठिक छ तपाईँ फिल्ममा आउनुभयो मलाई साह्रै खुसी लाग्छ साह्रै खुसी लाग्छ हो कि भण्डारी साह्रै खुसी अनुहारमै देखिरहेछ नि देखिरहेको देख्नै पऱ्यो त तपाईँको फिल्म सुपर हिट हुन्छ लागि त्यो ताली भएको सबैले आजजी के छ तपाईँ हाल्यो भएर साह्रै हुनुहुन्छ अति तपाईँलाई देखि त मलाई किनकिन मेलम्चीको पानी जस्तो याद लाग्छ यार किन हौ अब आउँछु भन्दा कहिले नआउने हाम्रो सोमा नि तिनचोटि आउँछु नि आउनु भएन उहाँ हेर्नु त है हो कि भन्नु त होइन तपाईँलाई खासमा हाम्रो सोमा मन नपऱ्यो कि विशाल भण्डारी मन नपऱ्यो हो किन हौ म त किन मन नपर्नु नि यसमा टिममा डाइल सेक नपऱ्यो नि उहाँ बोल्नुहुन्छ के हो कुरो खासमा तपाईँ किन आउनु हाम्रो सोमा तिनचोटि आउँछु भने किन आउनु भयो भन्नु कहाँ नि बोलाउँछन् यसो फाइदाजनक हुन्छ कि भन्छु मलाई बेफाइदा हुन्छ त्यो भएर सुविधा होइन भण्डारीको पैसा लानुपर्छ कि ठिक छ तपाईँको एउटा कुरा चाहिँ मनपर्छ उहाँले कमेडी कस्तो मन पर्दो रहेछ थाहा छ तपाईँहरूलाई हाम्रो कमेडी च्यानल उहाँले हेर्नुहुन्छ जस्तो लाग्यो किन किनकि सिजन 1 को विनरसँग उहाँले एउटा फिल्म खेल्नु भएको छ नि बरन बद्दु खेल्नुभयो सेकेन्ड वालासँग अहिले नाइ नमुन्न खेल्नुभयो अब सुमन गोरालाको दिन त आएको होला नि त अब त मेरा भाइसँग नि के न के त खेल्नु है केही नखेल्ने नि पब्जी एउटा चाहिँ खेल्नु है अलिक क्रिएटिभ छ नि त मोरो त्यही हो एनिवे स्वागत छ तपाईँलाई हाम्रो कार्यक्रममा थ्याङ्क यू मैले तपाईँ गएर यसो रिसर्च गरेको थिएँ कि तपाईँ विपासनामा जानु भएको थियो नि होइन त्यहाँ त बोल्न मिल्दैन रे है त्यसमा बाबा नै विपासना गएर छ नि त हो र कहिले हो बल्ल थाहा भयो बाबालाई कहाँको विपासना तिनकुनेको चौकीमा चौकी र विपासना कसरी भयो त नि अनि ल चौकीमा लयो मलाई पुलिसले तैँले चुरा हो कि होइन भनेर सोधेको बाबा त चुइका त बोलेन अनि 5 दिनसम्म चुइका बोलेन उहाँ त अझ विपासनामा आएपछि गल्ती मेरै हो भन्नु हुँदो रहेछ बाबाले त अहिलेसम्म स्वीकारेको छैन गल्ती तपाईँको बिहा भयो है उहिले भयो तपाईँको बिहामा त तपाईँको श्रीमानले हेलिकप्टर चढाएर ल्याउनु भएको रहेछ नि है ठिक उदयजीले आँचल उडायो भन्न मिल्दो रहेछ यार तर बाबाले पनि आफ्नो बुढी चाहिँ उडायो फेरि हो र हो त कसरी उहाँ अस्ति बजार गएको स्कुटरमा पछाडिबाट ड्याममा माइक्रो हान्थ्यो बुढाबुढी उडेर खेततिर त्यसपछि मेरो बुढी उडाइ नि हो र हो त कसरी त्यही माइक्रो ड्राइभर उडाइ नि फेरि त्यसपछि उडिरहेछ भन्छ
उठ्छ सुपरम्यानै हो मेरो बुढी त उडे 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 अर्को एउटा अचम्म कुरा सुने आजलजी मैले तपाईँको बारे के 16 लाखको लेङ्गा लाउनु भयो नि त तपाईँले हो उहिले 16 लाखको लेङ्गा त्यतिमा त हाम्रो गाउँमा 15 जनाको बिहा हुन्छ यार त्यो पनि 200 जना जन्तीलाई टन्न भोज खुवाएर अनि 16 लाखको लेङ्गा किन्दाखेरि मालपो जानुपर्छ पर्दैन हो खै जानु भएन जस्तो जानु परेन है के हुन्छ यो 16 लाखको लेङ्गा भनिदिनु त आफै खोल्ने आफै बन्द हुने लेङ्गाभित्र आफ्नै एउटा सहर हुन्छ कि एसी जोडे हुन्छ कि अनि 16 लाखको लेङ्गामा 1000को लेङ्गामा के फरक छ हौ आजलजी भनिदिनुहोस् एकचोटि खै अब लाउँदाखेरि चाहिँ मलाई उही अनुभव भयो अनुभव नयाँ केही पनि थिएन तर अब यो श्रीमानको माया सही लेङ्गा किनिदिएको छौ आफ्नो बुढीलाई आफ्नो बुढीलाई लेङ्गा किनिदिएको छ एउटा तिमी नबोले तिमीले त के नि किन्दा छैन ठिक छ आजलजी हजुर तपाईँको श्रीमान त कृषितिर हुनुहुँदो रहेछ है हजुर खेत रोपिरहनुहुन्छ होइन कपाल रोप्नुहुन्छ अरे नि त होइन र? हजुर हो, ठिक। बाजा खेत त हो नि होइन? बाजु खेत हो, बाजु खेत हो। ठिक हो। मैले आफैले बनाएर भने चिज होइन तपाईँले भन्नुभएको थियो इन्टरभ्यूमा श्रीमानले नाक फेरिदियो भनेर यो मैले भनेकै होइन कहिले भनेको खासमा नबुझ्ने व्यक्तिहरूले चाहिँ मेरो श्रीमान कपाल रोप्नुहुन्छ होइन तर अब प्लास्टिक सर्जन भनिदिनु भएको छ मेरो श्रीमानलाई यहाँ कति गाह्रो भएको छ खासमा यो कुराले दुनियाँ ठाउँमा प्लास्टिक दुनियाँ ठाउँमा प्लास्टिक सर्जरी भनेर यहाँ प्लास्टिक सर्जनहरूले फोन गरिखरि तपाईँ नपढेको पनि डाक्टर तपाईँ प्लास्टिक सर्जनै होइन खासमा उहाँले मलाई ब्याक स्टेज सिकाउनु भएको थियो म अलिकति अड्के जस्तो लाग्यो भने आफ्नो कथा भन्ने अनि भित्रैबाट अनि के भयो आजलजी त्यही हो सक्यो तपाईँले सुन्ने भएन आदि तर तपाईँको होइन श्रीमानले नाक फेर्नु त गर्दै हो नि त होइन होइन बनाउन भनौँ नि त होइन ठिकै छ हेल्दी चोइस क्लिनिकमा चाहिँ मैले मेरो यो डिभिएटेड सेप्टम भन्छ त्यो रोगको उपचार चाहिँ गरिदिनु भयो होइन श्रीमान चाहिँ पाउनु भयो उहाँले किन हौ नाक राख्दैन त कमसेकम लागि यत्रो मेहनत गर्नै पर्यो पनि ठिक छ तर आजजी मलाई तपाईँ साह्रै मनपर्ने कलाकार हो यो फिल्म तपाईँको सुपर हिट होस् यसलाई जोरदार ताली अब हेर्नुहोस् मलाई धेरै बेर बस्नु मन चाहिँ छैन कि तर अब जानुपर्ने काम पनि छ आशीर्वादजीलाई केही भनौँ न अनि आशीर्वाद हुनुहुन्छ तपाईँको त पहिलो फिल्म नै नाइ नमुनु ल ठिक छ भने जति पैसा दिन्छ कसले नाइ भन्छ त यार एकछिन तपाईँ उठ्नुहोस् त एकछिन उठ्नुहोस् त हात दिनुहोस् त एकछिन हात दिनुहोस् दिपा तिमीले हात देऊ त एकछिन राइट ह्यान्ड ल है दिपा मैले तिमीलाई मेरो आशीर्वाद दिएँ तिमीहरूको बिहा कसको फोन आयो हेलो यस दिस इज डिटेक्टिभ नारद मुनि स्पिकिङ राइट ठाउँमा फोन गर्नुभयो तर मान्छे चाहिँ रङ पर्यो नि त ए यो मेरो फोन होइन यो मतलब भेटाएको कहाँ भेटाएको रे ए यो म बाटोमा हिँड्दै थिएँ कसको गोजीमा रहेछ भेटाएँ हेर्नुहोस् न यस्तै छ हेर्नुहोस् त धन्दा मैले भेटाएँ भन्नुहोस् न अरूले भेटाएको भए त फिर्ता दिँदैन थियो त ढुक्क हुनुहोस् तपाईँको फोन फिर्ता हुन्न के अरे तपाईँको फोन हो रे एउटा कतिले कभर राख्न सक्नुहुने यार 2 लाखको मोबाइल बजार 1000 रुपियाँको कभर राख्यो नि तपाईँ लाज शरम नभएको यार के रे मोबाइल फिर्ता चाहियो रे त्यो त पाउनुहुन्न सर कसो रे राधिका ब्यान्ड रे होइन राधिका कहिले ब्यान्ड भयो ए मुख छाने भएको है त्यसरी भन्ने यार कस्ता मान्छे आउँछ यार नमस्कार सबैजनालाई माइसेल्फ डिटेक्टिभ नारद मुनि यो त मेरो आफ्नै प्राइभेट अफिस हो हाम्रो अफिसमा चाहिँ हराएको सामानहरू खोजिन्छ तर सामान चाहिँ हाम्रो अफिसमा हराउनु पर्यो
अस्ति उहाँ एकजनाले 10,000 हराएको 2 दिनमा खर्च गरिदिउँ न हामीले। हामी त कडा मान्छे। अब फेरि म डिटेक्टिभ कसरी भयो भने सोचिरहनु भयो होला। मलाई फेरि बच्चैदेखि यो केस मिलाउने सोख के बुझ्नुहुन्छ नि दिदी, केस मिलाउने सोख के अब मिलाउनै पर्यो। बाउको हजाम पसल थियो नि त, अब अहिले केस काटि केस मिलाउने। तर त्यो केस मिलाउँदै पनि मेरो माइन्ड चाहिँ डिटेक्टिभ नै हुँदै दिदी। म कपाल हेरेर भनिदिँदै कसको कुन केस हो भनेर। हो यदि सेतो कपाल हो भनेदेखि त्यो बुढाको हो, यदि कालो कपाल हो भनेदेखि त्यो जवानको हो, तर यदि घुम्रेको कपाल हो भनेदेखि कर्ली मान्छेको हो भनेको नि। पुरै बुझ्दैन छाडा के आजकल नौजनाहरू छाडा छ नि त। म फेरि हेर्नुहोस् बच्चामा केस मिलाउँथेँ, ठुलो भएपछि मैले फेरि हातको सफाइहरू देखाउन थालेँ। भाँडा पनि माझेँ नि त मैले, भाँडा माझेँ मैले, यस्तो भाँडा साफ गर्थेँ, यस्तो भाँडा साफ गर्थेँ कुरै छोडिदिन्थेँ दिदी। उहाँ साउले हप्तामा 4वटा चरसको थाल ल्याउँथ्यो, 2टा साफ हुँदा हुँदा त महिनाभरि सबै भाँडा साफ। होटलमा उनीहरू पत्रिकामा खाना खान्थे। एकजनाले कम्प्लेन गर्यो क्या मलाई, भाइ तिम्रो खानामा त ढुङ्गा रहेछ यार भन्यो। के चाहिँ रहेछ रहेछ खाना खोलेर हेरेको हर्क साङपाङको फोटो रहेछ यार भन्दा त्यसले हर्क साङपाङको फोटो देख्यो, मुनि विशाल भण्डारीको पनि फोटो थियो नि त। त्यो देख्यो त वाक्छ नि केटोले होइन। यस्तो छ फेरि मेरो यस्तो हेर्नुहोस्, म फेरि डिटेक्टिभ भएपछि खोज्नमा एकदम माहिर। म कस्तो कस्तो चिज खोजिदिन्छु दिदी, पुरानो बानेसम्म न्यू खोज्ने हो कि दिदी भन्नुहोस् त। दिदीलाई थाहा छ कि मैले कस्तो कस्तो चिज खोज्छु भनेर। दिदीको फिल्मको त सुर्के थली खोज्ने मान्छे भयो। थाहै छैन पानीबाट बिजुली आउँछ भनेर खोज्ने मान्छे भयो हो त। अस्ति उहाँ पोखरीमा हाम फालेको कुन चाहिँ नाङ्गो तार छोडिदिन्छ हेर्नु त। थाहा भयो हो पानीबाट बिजुली निक्लिन्छ भनेर के। म कडा छु है दिदी। फेरि मेरो बारे आफ्नै बारे कुरा गर्नुपर्दाखेरि म फेरि सेलिब्रेटीहरू केस पनि ह्यान्डल गर्छु कि। फेरि म नाम भन्नु मिल्दैन, प्राइभेट कुरा हुन्छ। फेरि मैले नाम भन्यो तपाईँ ठ्याक्क थाहा पाउनुहुन्छ मनोज जोशीले कुरा गरेर भनेर होइन। त्यही भएर म नाम भन्दिनँ कि। मैले उहाँको पनि केस ह्यान्डल गरेको छु। ल भन्नुपर्दा केस सम्हालेको छु। उहाँ एक दिन स्टेजमा पर्फर्म गर्दै हुनुहुन्थ्यो, लत्ते टकबाट खस्यो कि उहाँको केस सम्हालेर उहाँलाई दिएँ। अब फेरि म त अब अफिसमा आएको मान्छे गफ पनि गर्नु भएन। मेरो क्लाइन्टहरू आउँदै होला, कहाँ गयो मेरा क्लाइन्ट? नक नक, हु इज देयर? कस्टमर। कस्टमर हु? ए भाइ किन रोगो? डिटेक्टिभ नारद मुनि। यस यस द्याट्स मी। ओ माई सर, तपाईँलाई मैले कहाँ कहाँ खोजिन सर। ए मिस्टर, खोज्ने काम तपाईँ नगर्नुहोस्, खोज्ने काम मेरो हो। तपाईँको समस्या चाहिँ के हो भन्नुहोस्? समस्या हराएको हो सर। के समस्या पर्यो? मेरो घर चोरी भयो सर। ओ माई गॉड, घर चोरी भयो सर। आर यु सिरियस? लिटरली अब्भियसली के चोरी भयो भन्नुहोस्? सिरक हराएको हो। घरबाट सिरक चोरी भएको? सिरक चोरी हुँदा नि कोही हुन्छ यार। सिरक चोरी भएर रोको हो त। किन रोको त? सिरक मुनि बुढी पनि सुतेकी थिइन् त। भनेपछि तपाईँ बुढी हराएर रुनु भएको? ए तेरी बुढी हराएर को रुन्छ? अनि किन रुनु भएको त? रोको त सिरकै हराएर हो नि। सिरक हराएर नि कोही रुन्छ यार, बौला मान्छे के कुरा गरेको? अनि 7.5 लाख रुपियाँ सिरक मुनि भएपछि रोपाइ रुनुहुन्न? ओ माई गॉड, 7.5 लाख सिरक भित्र हाल्नु भएको थियो? हो। अनि झन् बुढीले देख्छ होला भनेर अँ मैले सिरक मुनि मजाले लुकाएर राखेको। अँ अहिले घर पनि छैन, बुढी पनि छैन, सिरक पनि छैन, पैसा पनि छैन। ओ माई गॉड। अनि तपाईँले एउटा काम गरिदिनु पर्यो के काम भन त? तपाईँले बरु बुढी तपाईँले राखे पनि त्यो पैसा चाहिँ फिर्ता दिनु पर्यो। ओ मिस्टर, तपाईँले मैले के सोचेको? के सोचेको तपाईँले मलाई? तेरो बुढी मैले राख्ने जस्तो लाग्यो? बिहान त घर पठाइदिइहाल्छु नि यार। यसको अनुहार हेरेर मेरो बुढी राति नै आइहाल्छ नि होइन? आउनुहोस्, तपाईँलाई खासमा बुढी चाहियो कि सिरक चाहियो त्यो भन्नुहोस् पहिला। दुईटामा एउटा जुन भयो नि हुन्छ। कस्तो दुइटामा एउटा जुन भयो नि हुन्छ? दुईटैले दिने भनेको न्यानो हो। ए न्यानो चाहिएको हो हजुर। भनेपछि एउटा नम्बर दिन्छु, त्यसमा कल गर्नु तपाईँ। कसको नम्बर हो? हिटर बेच्छ, तपाईँले न्यानो दिन्छ त्यसले। पुरा गर्छ। बुढी हराएको मान्छे न्यानो खोज्दै हिँड्छ। तै पनि आउनुहोस्, तपाईँ मेरो भडाउनु भएको छ। भन्नुहोस् सर। तपाईँको बुढीको इन्भेस्टिगेसन म गर्छु। गरौँ न सर। चिन्तै नगर्नुहोस्। गरौँ। एउटा कुरा भन्नुहोस् त मलाई, भन्नुहोस्। यो 3-4 दिनदेखि तपाईँको घरमा कोही नचिन्ने मान्छेहरू आएको थियो?
नचिन्ने मान्छे त थिएन सर, मान्छे एउटा आइरहेको थियो, तर त्यसलाई मैले मजाले चिन्छु। को त्यो बुढीको बोयफ्रेन्ड हो। अबे तपाईँको बुढीको बोयफ्रेन्ड घरमै आउँथ्यो? आउँछ सर। भनेपछि पक्कै पनि त्यसले चोरा चाहिँ होइन। किन हौ? घरमै आउनु त घरमा काम सकिहाल्छ नि यार। Just kidding. अर्को एउटा प्रश्न सोध्छु म तपाईँलाई, यहाँ आउनुहोस् न यार, नडराउनुहोस्। भनेपछि बोयफ्रेन्ड चोरा होइन नि त? एउटा कुरा भन्नुहोस् त मलाई। भन्नु त सर। तपाईँ र तपाईँको बुढीको सम्बन्ध कस्तो थियो? बुढाबुढीको सम्बन्ध कस्तो हुन्छ हौ? हाम्रो त एकदम मिल्ने नङ र मासु जस्तो थियो। ओ माई गॉड, हो, नङ र मासु जस्तो सम्बन्ध? त्यस्तै थियो। त्यस्तो माया गर्नुहुन्थ्यो? होइन, काटिरहन मन लाने। भनेपछि गहिरै प्रेम रहेछ तपाईँहरूको, मैले बुझेँ है, गहिरै प्रेम रहेछ। यस्तो प्रेम बुढीले नै धोका दिएको होइन। मलाई एउटा कुरा भन्नुहोस् त सर। के सर? यो घटना कति बजेको हो? घटना? घटना त ठ्याक्कै रातिको 9 बजीको हो। ओ सेट, के भयो सर? एउटा औषधि खानु पर्ने थियो, 9 बजी बिर्सेँ यार मैले यार। हेर्नु नि औषधि खानु पर्ने मैले। के को औषधि हो यो? यो मलाई बिर्सिने रोग छ नि त। ल एनिवे, भनेपछि तपाईँको नेल कटर हरायो नि त? नेल कटर होइन कि सर, म बुढी हराएर आएको। अनि अघि भर्खर नगर मासु भन्दै हुनुहुन्थ्यो त यार। त्यो त मेरो सम्बन्ध हो कि बुढाबुढीको। ए बुढी हरायो नि त? बुढी हरायो। ए सर, के छ? के काम ल्याउनु भयो? मेरो बुढी हराएको सर। ए बुढी हराएको, राइट राइट राइट, तपाईँको बुढी हराएको होइन त? हो हो, ठिक 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 ठिक। तपाईँ चिन्ता नलिनुहोस्, तपाईँको बुढीको जिम्मा मेरो भयो। ल यत्तेरी खोजेर ल्याउन जिम्मा त म लाइहाल्छु नि, कसलाई लाउनु पर्ने? एउटा कुरा भन्नु त मलाई, तपाईँको घरमा हिजो के पाकेको थियो? मासु पाकेको थियो सर। मासु पाकेको थियो? हो, के को मासु पाकेको थियो? खसीको। खसीको? पक्कै पनि त्यसै तपाईँको बुढी बोकाले लगाए हुनुपर्छ। बोका भनेर याद आयो, विशाल भण्डारीलाई कल गरौँ न एकचोटि यार। भण्डारी हजुर। ए हाम्रो पैसा कहिले आउँछ? के को पैसा? तेरो अनुहारलाई पैसा दिने हो? तेरो अनुहार टिभीमा देखाउन नै ठुलो कुरा हो। ए ढिलाइ आउँछ, ठिक छ, ढिला आउँछ भने त के भयो त यार? के ढिला आउँछ भनेको? तँ ढिलो आइस आज। ए भण्डारी ए चियासँग भेटौँ नि त। भेट्छ, तेरो त मलाई अनुहार सनाएर मन लागेको छैन। गुड नाइट। राख। दिन्छ अरे पैसा दिन्छ अरे। यस्तो हाम्रो भइरहन्छ कि है। ल है साथीहरू म गएँ। ए सर, कहाँ जानुभएको? मेरो बुढी हराएको छ के? तपाईँको बुढी आएर खोज्नु त यार, मलाई के मतलब है यार? अनि तपाईँले खोज्नु परेन मेरो बुढी? तेरो बुढी मैले किन खोज्नु अरे? के कुरा गरेको? अनि तपाईँ डिटेक्टिभ होइन? कसले भने फेरि म डिटेक्टिभ भनेर? फेरि साइको भयो क्या तिमी? हाम्रो बुढी आफै खोजे यार, साइको कुरा गर्छ। ए बुढा, मेरो बुढी खोजेर जाऊ। बुढी खोजेर जाऊ। मलाई मान्छेलाई राखौ, टेन्सन हुन्छ, आफ्नो बुढी आफै खोज। ए तेरिका, मेरो बुढी खोज्छस् खोज्दैनस्? बुढी त यही रहेछ।